फाइनली साथीहरू आजको नयाँ भिडियोमा तपाईँहरूलाई म फेरि पनि वेलकम गर्न चाहन्छु। आजको भिडियोको विशेष सन्दर्भ चाहिँ मैले सुन्तला खेतीको लागिदिएको छु। देख्न सक्नुहुन्छ यो सुन्तला रहेको छ एउटा। यो नहर बोट नै हो तर यो एकदम रोगी बोट छ। देख्न सक्नुहुन्छ यताबाट यो यसरी सुकेको छ है। यो एकदम सुकेर यो अब काटछाँट गर्नु बाँकी नै छ। यो हामीले काटछाँट गर्ने टाइम भनेको मल हाल्ने टाइम भनेको चाहिँ हिउँदैमा हुनुपर्छ पुस माघको समयमा। त्यति बेला नभ्याउँदाखेरि हामीले मल हाल्ने भनेको फुल फुल्दाखेरि हामीले सुन्तलालाई चलाउनु हुँदैन। देख्न सक्नुहुन्छ अब यो दाना लाग्न थालिसकेको छ सुन्तलामा। अब हामीले अब उति बेला नभ्याएर यति बेला हामी मल हाल्न जाँदैछौँ। र कतिपय साथीहरूले चाहिँ मल हाल्ने तरिका पनि थाहा छैन, कतिपयलाई धेरैलाई चाहिँ थाहा छ तर कतिपयलाई थाहा छैन। उहाँहरूको लागि यो भिडियो चाहिँ एकदमै उहाँहरूलाई भिडियोले सपोर्ट गर्न सक्छ। त्यसैले भिडियोलाई सुरुदेखि अन्तिम हेरेर साथ दिनु होला। सो आजको भिडियोलाई सुरु गरौँ। नयाँ हुनुहुन्छ भने च्यानललाई सब्सक्राइब गर्नु होला र भिडियोको लागि एक लाइक गरेर एउटा छोटो मिठो कमेन्ट गरिदिनु होला। सो सुन्तलालाई आज हामी मल हालेर हेर्नेछौँ। मल कहाँ हाल्ने, कसरी हाल्ने भनेर सम्पूर्ण हामी तरिका सिक्नेछौँ। सो आजको भिडियोलाई सुरु गरौँ। यहाँ फेद्नुमा चाहिँ हामीले जोत्नु हुँदैन, किनभने यसको जरा काटिन्छ। हामीले यसरी झाडु खालेर फाल्न सक्छौँ फेदको। देख्न सक्नुहुन्छ यसरी चाहिँ खोस्रेर फाल्न सक्छौँ। कतिजना साथीहरूले के मिस्टेक गरिदिनुहुन्छ भने सुन्तलाको लागि मल भनेर यो झार हामी जुन उठाल्छौँ यो यहाँनिर थुपारिदिनुहुन्छ क्या यसरी। मैले धेरै देखेको छु। यो एकदमै ठुलो गल्ती हो साथीहरू। यो जतिको सुन्तला खेती गर्दाखेरि यो जतिको ठुलो गल्ती अरू कुनै पनि हुँदैन। हामीले चाहिँ सुन्तलाको फेदलाई कुनै पनि हालतमा माटोले अथवा मल अथवा कुनै पनि वस्तुले कहिले पनि छोप्नु हुँदैन साथीहरू। यसरी खुल्ला फेस राख्नुपर्ने हुन्छ है साथीहरू। अब धेरैजना साथीहरू चाहिँ के गर्नुहुन्छ भने यहीँनिर मल लगाइदिनुहुन्छ क्या। यस्तै मैले देखिरहेको हुन्छु मल लाएर अनि पुरिदिनु भएको हुन्छ फेदमा। त्यो एकदमै ठुलो मिस्टेक हुन जान्छ है साथीहरू। त्यसले गर्दा चाहिँ हाम्रो यो डाँठ बर्खाको समयमा डाँठ पिल्सेर यो वरिपरि यो बोक्रै पिल्सिने अनि सुन्तला त्यत्तिकै मर्ने सम्भावना 100% नै बढेर जान्छ। त्यसैले त्यो गल्ती गर्नु हुँदैन। देख्न सक्नुहुन्छ यो मैले एकदम खुल्ला बनाइदिएँ। अब धेरैजना साथीहरूले मल हाल्ने तरिका पनि अब त्यही हो, यहीँनिर हालिराखेको देख्छु। तर हामीले साथीहरू मल हाल्दाखेरि देख्न सक्नुहुन्छ यो सुन्तलाको अन्तिम भनेको यहाँनिर छ। लगभग यतिमा 2 फिट 2.5 फिट टाढा हामीले वरिपरि रिङ बनाउनु पर्ने हुन्छ। यहाँ वरिपरि हामीले खाल्डो खन्नुपर्ने हुन्छ। देख्न सक्नुहुन्छ साथीहरू सुन्तलालाई मैले पूर्ण रूपमा यहाँ वरिपरि भएको झार साफ गर्ने। हामीले जोत्दाखेरि ध्यान दिनुपर्ने साथीहरू ट्र्याक्टरले अथवा हलोले जोत्दा लगभग यतिभन्दा टाढै मात्र जोत्नुपर्ने हुन्छ। कहिले पनि यहाँ फेदमा जोत्नु हुँदैन है। अब हामीले यहाँनिर भनेको लगभग यसको टुप्पीको ओल्लो छेउ कहाँनिर छ त्यसको सिधा मुनि यतिमा खाल्डो खन्न सक्छौँ। मल लगाउने खाल्डो। देख्न सक्नुहुन्छ साथीहरू मैले चाहिँ खाल्डो खनेर तयार पारेँ। अर्को कुरा खाल्डो खन्दाखेरि हामीले साथीहरू एकै वर्षमा चाहिँ म धेरै मल दिन्छु भनेर धेरै खन्नु पनि हुँदैन। देख्न सक्नुहुन्छ एक बित्ता जति हामीले मल हाल्न सक्यो भने हुन्छ। योभन्दा मुनि हामी गयौँ भने यतिको बोटको चाहिँ अब ठुलो हुन्छ जरा काटिने पिल्सिने सम्भावना एकदमै बढी हुन्छ। त्यस कारणले हामीले बढीमा एक फिट खन्न सक्नुहुन्छ तपाईँहरूले। 1 फिटको लागि अझै टाढा पनि जानुपर्ने हुन्छ। देख्न सक्नुहुन्छ साथीहरू खाल्डो खन्दा नजिक होइन, कम्तीमा 2 फिटको चाहिँ डिस्टेन्स हुनुपर्छ। र अब हामीले यसमा हाल्ने भनेको चाहिँ प्राङ्गारिक मल गोठे मल हो। सो अब हामी चाहिँ गोठे मल उठाउन जान्छौँ गोठतिर। देख्न सक्नुहुन्छ तपाईँहरूले म यहाँनिर यो मलखात भएको ठाउँमा चाहिँ आइसकेको छु। देख्न सक्नुहुन्छ पूर्ण रूपमा कुहिएको मल छ। यहाँ हामीले यसरी यहीँनिर ढुट्याएर आरीमा लोड गर्नुपर्ने हुन्छ अथवा कुनै पनि भाँडामा। मट्टी भइसकेको छ साथीहरू कुहिएर चाहिँ मल। हामीले सकेसम्म कुहिएकै मल युज गर्नु उत्तम हुन्छ। देख्न सक्नुहुन्छ साथीहरू मैले अब गोठे मल उठाएर यहाँनिर ल्याइ पुऱ्याएँ। लगभग हामीले चाहिँ यहाँ एउटा बोटमा यतिको बोटमा 30 देखि 40 किलो चाहिँ हामीले मल लगाउनु पर्ने हुन्छ गोठे मल। देख्न सक्नुहुन्छ यो लगभग
25 देखि 30 को बिचमा र यो 10 देखि 15 केजी को बिचमा छ। यहाँनिर साथीहरू अब म यहाँनिर यो जुन रिङ छ यहाँनिर चाहिँ मल लगाउनु गइरहेको छु। बराबरी मात्रामा चाहिँ हामीले वरिपरि मिलाएर लगाउनु पर्ने हुन्छ। अब चाहिँ हेर्दैखेरि फेरि राम्रो राम्रो दिन्छ साथीहरू देख्नु सक्नुहुन्छ एकदम दामी खालको। त्यसमा चाहिँ हामीले 30 देखि 40 केजीको बिचमा लगभग गोठे मल लगाइयो। अब पुनः रूपमा हामी यो जुन खन्दाखेरि निक्लेको माटो छ यसलाई चाहिँ बराबरी लेभल हुने गरी पुरिदिन्छौँ। मैले अब पनि भन्दैछु है साथीहरू, तपाईँहरूले बिग मिस्टेक गरिरहनु भयो भने चाहिँ सुन्तलाको फेदलाई छोपेर झार अथवा कुनै पनि कुराले फेदलाई कहिले पनि नछोप्नु होला भन्न चाहन्छु। र अब सुन्तलालाई भर्खर हामीले मल त हालिदिएछ, अझै धेरै काम गर्नु बाँकी छ। छाँटकाँटहरू केही पनि गरिएको छैन। छाँटकाँट गरेको अथवा बोडो पेस्टहरू जलेको बोडो मिश्रण छर्केको अनि भिडियो तपाईँहरूलाई चाहिन्छ भने तल कमेन्ट बक्समा कमेन्ट गर्नु होला, म भिडियो लिएर अवश्य आउनेछु। सो अब यसलाई चाहिँ म पुर्दिन जाँदैछु सर्लक्क यसरी बराबरीको लेभलमा पुर्दिनु होला। फाइनली साथीहरू देख्न सक्नुहुन्छ मैले यो बराबरीको लेभलमा बनाएर पुर्थेँ। यो कहिले पनि सुन्तलाको फेदमा माटो नपार्नु मैले तपाईँहरूलाई भने। फेदमा झार हाल्ने, फेदमा मल हालेर कहिले पनि खाँदैन है साथीहरू। फेदमा मल हालेर फेदमा काण्ड हुन्छ, काण्डले मल खाने होइन, जराले खाने हो। त्यस कारणले जति सक्दो हामीले 2 फिटदेखि 3 फिटभन्दा यता जति सक्दो भन्नाले अब परै हाल्नु चाहिँ भएन। लगभग यो जुन छ नि यो यसको सिधा हामीले हाल्न सक्छौँ, त्यसमा कुनै हुँदैन। र हामीले सुन्तलाको साइज अब ठुलोदेखि सानो, ठुलो रुखलाई छ भने अलिकति अब 30-40 केजीको मात्रा मिलाएर, सानो छ भने यसो 8-10 केजी त्यस्तरी हाल्न सक्छौँ। र मैले भनिहालेँ तपाईँहरूलाई साथीहरू देख्न सक्नुहुन्छ यो एकदमै रोगी बोर्ड छ। यसलाई चाहिँ अब हामी खनिज तेलहरू छर्नेछौँ, यतात्यता अब बोडो मिश्रणहरू बनाएर छर्किनेछौँ। यो बोडो पेस्ट दलेको छैन, बोडो पेस्ट दल्नेछौँ, काटसाट गर्नेछौँ। सबै भिडियो बनाएर हाल्नुहोस् भन्नुहुन्छ भने म एकदम भिडियो बनाएर लगाउनेछु। र नयाँ साथीहरू हुनुहुन्छ भने च्यानल सब्सक्राइब गरेर जानु होला भन्दै आजको भिडियो चाहिँ म यतैतिर अन्त्य गर्न चाहन्छु। सो सब्सक्राइब गरेर जानु होला। बाई बाई गाइज।